जिन्दगीमा लालबुजा नभएकोले कहिले पनि नपाउने भयो क्या। हजुर, त्यो सिस्टम चाहिँ सुधार्नु पर्यो भन्ने कुरा हो क्या। हजुर सुकुम्बासीलाई विस्थापन गर्ने होइन व्यवस्थापन गर्ने हो। व्यवस्थापन गर्न होइन, हामीहरू जतिकोले त हामी बुझ्छौँ होइन, तर सिधा साधा जनता हुनुहुन्छ गरिब दुखीहरूलाई चाहिँ के छ भन्दाखेरि यो एउटा भएको झुप्रो पनि उठाइदिन्छ भनेर सबैलाई भ्रम छ। तर हामीको सिधा साधा जनताहरूको लागि यो भनेको मेयर होइन नि त, यो भनेको त राष्ट्रको प्रतिनिधि सभाको लागि हेर्ने उ त्यो हो। अनि यहाँनिर भ्रम चाहिँ के चाहिँ फैलिएको छ भने तपाईँको यहाँनिर आफ्नो प्रस्ताव राख्नु न, सुकुम्बासीलाई उठाउँछ भन्ने र त हो त्यो छ कि अहिले बालेन आयो भने डोजर ल्याउँछ यहाँनिर सबैजनालाई भनेर। कति वर्ष अगाडिदेखि हो बस्नुभएको? 30-40 वर्ष हामी जन्मेकै यही हामीहरू। तपाईँ भन्नु त केही छ अनि यो सरकारी हो कि सार्वजनिक हो? तपाईँको यो सरकारी नै ओइलेन जग्गाहरू हो। पहिले त्यो पुरानो बाटो हो यो होइन, त्यो खोलाले बगाएर लगेर अहिले त त्यो अर्को नयाँ बाटो छ। तर तपाईँको हामीहरू जन्मेकै यही ठाउँमा हो। व्यक्तिगत जग्गा होइन? व्यक्तिगत होइन, व्यक्तिगत होइन, यो सार्वजनिक सरकारी जग्गा हो, सबै सरकारी जग्गा हुनुको लागि चाहिँ। अनि यहाँनिर चाहिँ के छ भने सिधा साधा यहाँनिर प्रायः जस्तो धेरै भनेको मुसरहरू सतारहरू अब तपाईँ आदिवासी जनजातिहरू गरिब दुखीहरू मात्रै छ यहाँनिर, लेबर मजदुर गरेर खाने मान्छेहरू छ। अनि सबैजनाले के चाहिँ छ भन्दाखेरि यहाँनिर बालेन्सा आउनुभयो भने चाहिँ काठमाडौँ महानगरपालिकामा जस्तै डोजर लिएर सबैको घर भित्काइदिन्छ, यो सुकुम्बासी हटाउँछ भनेर सबै। अब म पनि सुकुम्बासी यहाँ बस्छु, उहाँ मेरो भेना उहाँ पनि सुकुम्बासी बस्नुहुन्छ, उहाँ पनि सुकुम्बासी बस्नुहुन्छ होइन। अनि यहाँनिर अरू केही विकल्प नपाएर होइन, एउटा मात्रै तपाईँको लुफोल्ड भनौँ न, ब्यालेन्स आयो भने चाहिँ सुकुम्बासी उठाइदिन्छ भनिसकेपछि डर देखाइदिएपछि चाहिँ केही कुछ लाग्छ कि भनेर लागिराख्नु भएको छ। त्यसलाई हो त्यो भ्रम हामीहरू, त्यो चाहिँ भ्रम तपाईँले चिरिदिनु भयो भने त्यति नै भयो। काठमाडौँको चाहिँ खोला छेउको सार्वजनिक जग्गा हो क्या। हजुर काठमाडौँको चाहिँ खोलाको जग्गा। हजुर काठमाडौँको त्यो खोला छेउमा बसेको चाहिँ उहाँहरूको लागि हो क्या। हजुर बाढी आउँदाखेरि हजुर त्यो उहाँहरू बसेको बस्तीभन्दा माथिसम्म आउँछ क्या। हजुर अनि हरेकचोटि बर्खा लाग्दा असारमा चाहिँ उहाँहरूलाई निकालेर अर्को ठाउँ लानुपर्छ नि त। काठमाडौँमा गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको। तर त्यसको गलत नेगेटिभ चाहिँ डोजर जस्तो देखियो। खास चाहिँ मान्छेको ज्यान जोगाउनलाई हो खोला छेउबाट हटाउनु खोजेको। खोला छेउभन्दा बाहेक बिचको त त्यो लगत भूमि आयोगबाट लगत सङ्कलन गरेर नेपाल सरकारले दिने हो कि जग्गा, नेपाल सरकारले दिनुपर्छ। त्यो स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो कि। जस्तो यहाँको त रियल हो नि, यहाँको त 40-50 वर्ष अगाडिदेखिको जन्मेका हामी यहाँ यो रियल भयो। 48 सालदेखि 23 वटा आयोग भन्यो, तर तपाईँहरू अझै पनि आयो अहिलेसम्म लगत सङ्कलन भएको छैन।